दिदीको पछि पछि जाऊ न दिदीको पछि पछि जाऊ भने अहिले मुनुलाई तीनचोटि भयो होइन म त फुल बनाउँछु पछि होइन हुँदैन यसो गर्न सबै काम गरेको सानो सानो क्लिप बनाइन्छ सारी होइन यो सधैँ अभ्यास नभएर चिजहरू गर्दा गाह्रो हुन्छ तिमीलाई अहिले त आधी निकै पर्ने आयो लाउनलाई नि बानी नि भोटे भइसक्यो बिस्तारै हजुरले छोरी आउनुहोस् कस्तो राम्रो लाग्छ यो छोरी भने म मुनुलाई अहिले के किनिदिन्छु धेरै ज्ञानी भनेकै कुरा बुझ्ने कि नमान्ने आऊ छोरा छेउमा बस्ने गुड बोय यहाँ समात दिदीको यहाँ समात मुनुलाई दे हातमा लु तेल लाउन रामकृष्ण पाराले कुकुर बन्ने रामकृष्णलाई सिधा हिँड्नु भएन यस्तो कुकुर हुनेको सिधा बस्ने सिधै हिँड्ने गर्नुपर्छ के त्यो हजुर हाम्रो 72-73 वर्षको हाम्रो पुरानो हेरचाह हुनुहुन्छ कस्तो स्ट्रङ देखिन्छ एकदम सिधा भयो तेल कति लामो दिलले थोरै हालिदिनु न एक थोपा चुहाइदिनु न हो त्यसरी चुहाइदिनु न कहाँ अहिले चाहिँ भाइ उठेर उठिहाल्छ यिनीहरू यो वर्ष त्यस्तै अर्को वर्ष अलिअलि मान्ला नि कि दाइ हेरेर देऊ न त्यही भएर त भने बुवा मम्मीलाई नि बुवा मम्मीलाई नि भोक लागिसक्यो उहाँ हेर त कस्तो 12:30 भइ 1 भइसक्यो त्यही भने मलाई नि भोक लाग्यो भन न सबैलाई भोक लागिसक्यो नि भन्नुपर्दाखेरि गुन्डो लगाइदिनु भएको राम्रोको लागि त भदै राम्रो छैन आफ्नो बच्चाहरू भदै राम्रो लाग्ने कि बच्चा हेरेपछि भोक पनि नलाग्यो भाइ अलिक माथि माथि हेर्नु बाबापट्टि हेर्नु टिका लगाइदिहाल्नु मुनु टिकी लाउन आऊ लु टिकी लाउन आऊ दादालाई आऊ छोरी आऊ यो लगाइदिनु न यो लु टिकी लु त्यही हो क्या लु टिकी लगाइदियो लु मुनु पनि समाता लु कहाँ आँखा चिम्लेको
आँखा हेर न निलाम पर्दैन देखाइ उनीहरूलाई यहाँ लाउँदैछ नि लाउँदैछ नि एकछिन हेरेर ल त्यो उसको भाइको मोबाइल खस्यो त खस्यो 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 अनि म दिदी लाउ दिदी दिदी देऊ दिदी देऊ टिकी लाउने रे लाउ न दिदी बुनुलाई एउटा दिएन खुसी हुँदै अर्को दल्न थाल्छ कि लु जाऊ लु अरेन्ज कलर लगाइदेऊ लु लु जाऊ लु उताबाट जाऊ त उताबाट जाऊ लु लु हात लगाइदेऊ मुनु हात लगाइदेऊ न लु गुड हो यो हो नि त दिदीले समातिराख लु गुड गुड मुनु गुड 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 फेरि ल फेरि 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 भाइ पनि खुस है राम्रोसँग अब पिङ्क कलर लगाइदेऊ दिदी पिङ्क 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 मुनु छैसो दिदीलाई छैसो अलि हात अगाडि छौ न जाने छ अब सिकिसक्यो 4वटा हेलो दिदीले सम्भव यहाँ 5वटा ज्ञानी भाइ अब यो समाता दिदीलाई भाइलाई लाउने अब बिस्तारै गरिस न दादा जसरी दादाले फेरि पुरै भाइको टन लगाउने हो छ झिलझिल एउटा लाइट यो हो नि त तरिका ल भाइको टन भाइ लाउने त्यो पनि लाउने त्यो पनि लाउने है मेरो बाबा एकचोटि हामी होइसिन्छ दिदीको प्यालो एकैछिन प्यालो आँखा चाहिँ किन त गाल नतान्दिनु न दिदीले धेरै गालो तान्दिनु भयो भाइको त्यो फस्टीको होइन त कुसुम भाइको फर्टीका दिदी त माया गरिदिन्छु कति राम्रो ल ल ल मुनुलाई पनि पर्पल कलर दे मुनुलाई पनि पर्पल कलर दे छोइदेऊ छोइदेऊ लु छो न सबैलाई टिका लगाएर हिँड्छ यो कम्छे अहिले लास्टमा पुची गर्नुपर्छ ल दिदी पर्पल कुन लाग्ने यो येलो पर्पल मुनुलाई दे लाउन बकिसन एकैछिन दिदी पुची गरिदिन्छु एकैछिन आहा टिका बिग्रिन्छ आमाले पुची ल कति राम्रो भाइ दिदीलाई सुनाउ फेरि भाइ सिधा हुँदैन के फेरि बकिसन आँखामा पर्ला बकिसन ल बिग्रिया छैन राम्रो भएको छ भाइको राम्रो छ नगर हुँदै कुसुम मुनुको टन रे ल मुनु लाउँछ उठेर लाउ लु आफ्नो दादालाई लाउ गुड गर्ल ल आको नि लगाइदियो मुनुले लु ब्लू कलर मुनु लाउँछ अब लु अब झिल्झिले लगाइदियो फाचोडा मात्रै लगाइदियो बुनु अब झिल्झिले लगाइदियो
5वटा मात्रै लगाइदियो भाइलाई एकदम ठिक्क भएको छ हो त्यहाँ हेरेर बस तिमी यताउता नतन किन हो ननेउरी भनेको भए फोटो खिच्न पाइएन सिधा भएर बस कि उता हेर मुनुको टन ला लु मुनु लगाइदिन्छु कोन लगाइदिने अरे ल अबिन दादालाई लगाइदिन्छु लु छोरो लगाइदिएको थियो मुनु ल ओ भाइ भाइ अहिले अहिले हुन्न म ओखर फुटिपछि मात्रै हुनुपर्छ बसी लु अबिन दिदीलाई टिका लगाइदियो लु लु दिदीलाई लु दिदीलाई लगाइदियो भाइ आइरहेछ लाउँदैन पहिला लाउँदैन पहिला ल पहेँलो भाइले लाउँछ ल लगाइदिन्छ दिदीलाई लगाइदिन्छ बेबी आहा गोछे नाममा टिका भाइ 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 ल ओके भाइ भाइ